कैसा लगा मेरा मजाक? क्या बात कर रहे हैं? म कुनै बालेनको पुजारी पनि होइन। अब राजा आयो भने तपाईहरु कसलाई राजा मान्नु? राजा आयो भने राजालाई राजा मान्छौँ नि। पूर्व राजालाई नै गर्न कस्तो पूर्व र उत्तर भन्नुभएको? यो राजा हुनुभन्दा अगाडि को राजा छ र? बालेनको राजीनामा माग्ने सुकुमवासीलाई साँडे गोरुले लखेड्दा मचियो सुकुमवासीहरूको भागाभाग। क्या बात है सर, क्या बात है सर, क्या बात, ये बात है। यो आन्दोलनमा चाहिँ यिनीहरूलाई कुट्नु हुँदैन क्या, यिनीहरूलाई त्यो डल्ले खोर्सानी हुन्छ नि त्यो पिल्ने होइन, अनि पानी हाल्ने, अनि सिमा हालेर नि पक्रिँदै चाकमा हाल्नुपर्छ कि खोर्सानी। मायाकाला भोल्दैन त्यो लाइफमा आउँदैन। म कसैलाई छोड्दिनँ, एक छोड्दिनँ, दुई छोड्दिनँ, तीन छोड्दिनँ। मेरो देशलाई लुट्ने नेताहरू जसरी तिमीले हरेक आमालाई दुःख दिएछौ, हरेक जनतालाई दुःख दिएछौ, कसैलाई छोड्दिनँ। उसको लड्नु भयो। नेपालमा सर्वाधिक भोट ल्याएर जित्ने उम्मेदवार म हुनेछु। आर यु कमेडी मी? तपाईँ को हो र यहाँ? नमित हेर्न आएको बेरोजगार हामी। तपाईँको सरकारी जागिर बन्द भएको त महिना पछि तलब आउँछ, खोया गर्छ तपाईँलाई। हामी त सुख कमाउँदैन, टाउको खाएर बसेको हेर्न आएको। यो देशमा काम गरेर सतीले सरापेको देश पनि होइन, यो हिजडाले सरापेको देश हो क्या यो देश। आज एउटा कुरो याद गर्नुहोस् ढमलाई, तपाईले कसलाई हिजडा भन्न खोज्नु भएको होइन? ठ्याक्कै भन्नुहोस् न त। किन हिजडाले सरापेको देश हो यो? को हो हिजडा? हिजडाले सरापेको त यस्तो भएको थियो यो देशमा। सतीले सरापेको भन्थ्यो नि। नेपाली जनता बाहिरदेखि 5-7 घन्टा वेट गर्दै गर्दा केही न केही सूचना त हुनु पर्यो नि त। त्यो माइकबाट हेलो हेलो के त्यसका बाबु हेलो। गजब बेइज्जती है। आउने आउँछन्, नआउने आउँदैनन्। हामी अगाडि बढ्यौँ, रेलगाडी छुटिसक्यो, जो चढ्छ चढ्छ, नचढ्ने छुट्छ। साले झापा 5 पल्ट कसम जित्यो भने मेरो आमा कसम भन्छु, यो 2टा कान 2टा आँखा निकालेर आफै म पोली खान्छु यदि बानीले जितेको खण्डमा। यो लेखिराख्दा हुन्छ। पर्खिनु भनेको सबैभन्दा लामो यात्रा गर्नु हो। म यात्रामै तिमीलाई पर्खिरहेको छु। नपाए काशी जानु, न्याय नपाए गोर्खा जानु, भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा आउनु। मैं क्या करूं फिर, जॉब छोड़ दूं?